हेलो गुड मर्निङ एभ्रिवान। ल आज चाहिँ हामी चौडाङको ग्राम पञ्चायत माननीय पञ्चायतहरू चाहिँ आज हामी फामरुङ बालक चतुर्दशी है त्यो दर्शनमा अनि पूजा गर्नु अब हामीलाई निम्तो आएको थियो। त्यो मुताबिक चाहिँ हामी जाँदैछौँ। ल अहिले चाहिँ हामी रिदाङ पुगेर चाहिँ यहाँ चाहिँ हाम्रो पिना म्याडम हुनुहुन्छ, यहाँ हाम्रो प्रेसिडेन्ट म्याडम हुनुहुन्छ, यहाँ चाहिँ देख्न सक्छौँ। आज हामी कहाँ कहाँ जान्छौँ सबै देखाउँछौँ। ल सबैभन्दा जाँगरिलो मान्छेले यहाँ भारी बोक्नु परेछ। यता कन आउँदै त यता हेरौँ न, यता यहाँ हेर्नु नि पूजाको सामान बोक्यो अरे। यतिको जाँगरिलो भएछ है, होइन यतिको जाँगरिलो भएछ। ल यो चाहिँ फामरुङ फल्स हो, तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। अब चाहिँ पूजा गर्ने स्थलमा पुगिसकेको छौँ है। यो यहाँनिर चाहिँ फामरुङ भन्छ। र चाहिँ अर्ग्यानिक ब्रिज सबै नै हुनुहुन्छ। ल अब हामी जानु ल सुरु भयो। यहाँनिर चाहिँ हामी पूजा गर्न चाहिँ यो उकालो जानुपर्ने बाटो हामी छ। सक्यो हाल्नु के चिज हो? खाना खाएर आयो त ए हौ कसले फुटाइ पठाएछ नि हो यो त। ल अब चाहिँ हामी दर्शन पनि गर्दैछौँ। पूजापाठ भन्ने जग्गामा पुग्दैछौँ। ल एलबी सर के छ त्यहाँ छ? ल आउनुहोस् चाहिँ चढाउनुको लागि चाहिँ हाम्रो प्रेसिडेन्ट हाम्रो चाहिँ अलिक दिमाग चलेन, तर पनि प्रेसिडेन्टको दिमाग चल्छ होइन। आउनुहोस् न, यहाँ हाम्रो सरवटा सिरिङका सरहरू पनि आउनु भएको छ। यहीँ पो भेटघाट भयो त है। प्रेसिडेन्ट सर त आउनु भएन त है? आउनुहुन्छ लु फोटो खिच्दैन, म भिडियो बनाउँदैछु। कहाँ
दाजु सारे त्यो भयो ओके राम्रो दुईटा देख्नुभयो दुईटा घन्टी त्यो माथिको देख्नुभयो दुईटा पाल्न सक्दैन दुईटा सेम त्यो चाहिँ यहाँनिर चाहिँ घन्टी छ एलबी छ ल म चाहिँ अलिक माथिल्लो तालामा आएको छु यो वे टु होली वाटर भन्ने जग्गा रहेछ हामी जाँदैछौँ ल हामी चाहिँ यो माथिल्लो लेभल यो यहाँनिर होली वाटर छ अरे क्या यहाँनिर चाहिँ हामी आइरहेको छौँ यहाँ सरहरू त क्या आइपुग्नु भएको थिएछ नि हजुर यो भल पनि कुद्दैन हो हजुर त्यतिको तप तप उयो भाँडा खालि तप तप बर्खामा नि यो त्यति बेसी छैन म आउनु चाहिँ अगाडि आएको कि तर धेरै अब यता पालि नि माथि पानीबाट आउँछ होइन समय पछि पाइयो त पछि चाहिँ बैशाखमा यतिकै हो अब यता एकछालको जाने यत्रो त आइगयो पोखलीहरू जानु जाने यहाँनिर चाहिँ एलबी सर ल मैले चाहिँ यहाँको पानी पिउने भनेर डिसाइड ल गरेको छु अब एलबी सरबाट यो चाहिँ होली वाटर भन्छ है नेपालीमा के भन्यो यसलाई यो अमृत जल भनौँ अमृत जल भनौँ है ल यो खाली खुट्टा हिँड्नु चाहिँ निकै साह्रो पर्ने रहेछ तर भए पनि कोसिस गरिरहेको छौँ ल जाँदैछौँ हामी चाहिँ कहाँ जानुपर्ने फेरि अर्को कहाँनिर अझै सिस्नु पनि रहेछ भाङ्रे सिस्नु पनि रहेछ आए लु बिजुक पो भयो त माने ल बाटो छ यस्तै यहाँनिर तपाईँलाई फेरि एउटा देखाउने म यहाँनिर ओक्ली छ भन्ने छ क्या यो चाहिँ हो ए ओके ओके यसलाई चाहिँ ओक्ली भन्छन् हरे त्यसको चाहिँ के दिनु के चाहिँ माथिको चाहिँ अघिको चाहिँ माथिको चाहिँ के भयो ओखली ओक्ली यो चाहिँ हेलो कुन बहिनी मसरी मसरी के भन्छ नि के कागज रहेछ यहाँनिर राखेर चाहिँ यहाँनिर हामी एकदम हिँडेर आएको छौँ अब तीमध्ये पुग्दैछ हाम्रो बिजेटी आमाको कागज सक्नु आँटेको छैन हामीलाई धोका दियो नि छोडेर आएको चाहिँ हतार चाहिँ यही हो खोले कसरी त्यो शेष नाक छ नि यस्तो अझै मुनि निहुरेर हेर्नुहोस् यताबाट यो चाहिँ भन्नु होइन अझै निहुरेर खिच्नुहोस् त टप छ ट्याक्कै यहाँनिर नाक रहेछ यो खालको चाहिँ माथि पनि छ नि पनि रहेछ हेर्नुहोस् यहाँको एकदम अनुभाविक हाम्रो एलबी सर रहेछ धेरै यता म पनि झन्डै 20 वर्ष पहिला आएको थिएँ कि तर अलिअलि याद थियो अर्ग्यानिक ब्रिज छ झन् यो खोला यहाँनिर अब हामी दुई भाइ चाहिँ यो जुत्ता लगाउने क्रममा छौँ नि हो यहाँनिर जुत्ता छ यसरी जुत्ता लगाउनु हुँदैछ यहाँ पारि प्रोग्राम ल यी राम्रो खोल्सा है खोला भनौँ न खोल्सा लु अब चाहिँ हाम्रो आजको के भन्नु प्रोग्राम चाहिँ सक्यो होइन खतम गरेर अब चाहिँ घर घर जाँदैछौँ ल अहिले चाहिँ नयाँ क्यान्डिडेट पनि यहाँ चिन्नुहुन्छ होला तपाईँहरू नयाँ क्यान्डिडेट नियुक्त भएको हाफ टाइमदेखि मात्रै भएको अब फर्स्ट इनिङमा के भयो मलाई थाहा छैन
हाफ टाइमदेखि यता चाहिँ एकदम राम्रो भएको छ दामी, एक्टिभली छ है पर पूजा राम्रोसँग भयो अनि सबैतिर हाम्रो गाइड घुमघाम मात्रै पनि हुन्छ। भयो अनि फोटो सोटो सबै दामी तर रोटी चाहिँ बिचमा कस्तो? अलिक बाटो चाहिँ निकै गरम थियो रोटी कस्तो थियो त रोटी रोटी दामी थियो ताजा थियो मैले 6 वटा त्यो इगाली त खगेनको भाइ होइन माथि खगेन के अरे अस्ति मैले उयो ल आजको चाहिँ यो चाहिँ गेरेथाङको यति मात्रै होला है रामपर्क